पूर्व राजा ज्ञानेन्द्र शाहलाई नारायणी गद्दीमा बसाउनका लागि तम्सिएका राजावादीहरू अहिले तितर-बितर भएको छन्। नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहलाई गत फाउन 25 गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न राजावादीहरूले लड्को लागेपछि गणतन्त्रवादी राजावादीहरू दुई कितामा उभिएको छन्। प्रतिपक्षमा माओवादी सरकार विरुद्ध निरन्तर लागिरहेका बेला राजा ल्याउने बहस चलेपछि काङ्ग्रेस, एमाले र माओवादीका एक भएका छन्। लोकतन्त्र संघीयताको लागि सवालमा यो परिस्थितिमा अब राजावादीहरू पनि एक हुने ठानिएको छ। ठीक उल्टो भएको छन्। राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष 86 वर्षका नवराज सुवेदीको संयोजकतामा चैत 4 गते राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति गठन भएपछि पूर्व पञ्चहरू र एक ठाउँमा आउने अपेक्षा गरिएको थियो। राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र त सदस्य सचिव नै बनेका थिए। तर संसदमा प्रतिनिधित्व गरिरहेका राजतन्त्रको मुद्दामा बोकिरहेका दल राप्रपा भने यो समूहबाट बाहिरिएपछि राजावादीहरू तितर-बितर भएको प्रश्न भएको छ। सुवेदीको राजावादी मोर्चामा गएको भन्दै राप्रपाका नेताहरू रविन्द्र मिश्र र धवल शमशेर राणाको आलोचना मात्र भएको छैन, राणाको अधिकारमा खोसिएको छ। मंगलबारको राजधानीमा बसेको राप्रपाका बैठकमा अध्यक्ष राजेन्द्र लिङ्गदेनले दलीय व्यवस्थामा दलको विकल्प कुनै पनि सम्हाले लिन नसक्ने भन्दै त्यस्तो प्रयासमा किन चाहिँ सामान्य नगरी गएको भन्दै मिश्र राणामाथि प्रश्न उठाएका थिए। यसअघि महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा आन्दोलन परिचालन समिति थियो। राप्रपाको लागि मंगलबारको बैठकले अध्यक्ष लिङ्गदेनले नेतृत्वको मूल समितिसँग सामान्य नै नगरिकन एकलौटी अघि बढेको भन्दै पार्टीमा आलोचना मात्र गरेको छैनन्। अब आन्दोलनका कार्यक्रममा मूल समितिसँग पनि सोधेर तयार गरिने बताएको छ। माओवादी सहितको लागि 4 दलमा रहेका समाजवादी मोर्चाले चैत 15 गते बृहत प्रदर्शनको तयारी गरेको छ। नवराज र सुवेदी र दुर्गाप्रसाई चाहिँ राजा फर्काउनु भन्दै लागेपछि राप्रपाको अर्कोतिर लागेको छ भने अब राजावादीहरू दुई कितामा उभिने देखिएको छ। 12 चैतमा बृहत भेला चाहिँ भएर राजावादी आन्दोलनमा अघि बढाउने राप्रपाले बताएको छ भने राप्रपाका नेता मोहन श्रेष्ठले अब हुने आन्दोलन कसैले पनि निषेध नगरिकन बृहत्तर दायरामा अघि बढाउने बताएको छ। राप्रपाका नेताहरूले नवराज सुवेदी नेतृत्वको राजावादी मोर्चा तर्फबाट गम्भीर चासो दिएको छैनन्। त्यसभित्र विश्वसनीय पात्र नभएको भन्दै राप्रपाले स्थगित आन्दोलनमा हाँक्न पार्टीकै नेतृत्वमा बृहत मोर्चा बढ्ने सङ्केत गरेको छ। राजावादीको बिट देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारबाट विस्थापित गर्ने र काङ्ग्रेससँग मिलेर आफू सत्ताको लागि लिस्ने चाड्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रयास तत्काल विफल भएको छ। फागुन 24 गते आफ्नो पार्टीको जागरण अभियान छाडेर रौतहटबाट हतार काठमाडौँ आएका उनले राजावादी कार्यक्रममा मास चाहिँ बढाइदिन आफ्नै कार्यकर्तालाई समेत पठाएको थिए। जसरी उनले चाहिँ यसअघि राजसभाको कार्यक्रममा पनि मान्छे उठाइदिने र पठाइदिने गरेका थिए। ती प्रत्येक असन्तुष्ट विरोधी चाहिँ सभा तथा भेलाहरूलाई उनले ओली विरुद्धका लागि असन्तोष र जनताको लागि तिरस्कारको रूपमा व्याख्या गर्ने गरेका थिए। यसपालि राजावादीको भेलालाई उनले ओली प्रत्येकै वितृष्णका रूपमा अर्थ्याउँदै काङ्ग्रेससँग पुनः घाँटी जोड्न चाहेका थिए। तर प्रचण्डबाट पाएको धोकाबाट आजित भएका काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र ओलीसँगको लागि सम्झौताबाट टसको मस भएनन्। प्रचण्डले भारतको लागि डर देखाउँदै समेत देउवाले ओलीसँगको लागि सत्तामा साझेदारीको लागि साझेदारीमा तलामाथि हुन नसक्ने स्पष्ट सङ्केत दिएको छ। यति मात्र नभएर उनले ओलीले सङ्क्रमणकालीन न्यायका लागि लिने पहलका साथ दिने र आग्रह पनि गरेका छन्। त्यसका लागि उनले बालुटारमा हुने 3 दलीय बैठकमा पनि बोलाएको छन्। बालुटारमा ओलीको लागि ओलीको पहलमा हुने बैठकले निम्तो प्राप्त भएपछि प्रचण्ड र रन्थ्यानिएर मंगलबार एकाएक चितवनमा हानिएका छन्। प्रचण्डले देउवासँग मात्र कुरा गर्न चाहेको र ओलीको पहलमा साथ दिन नसक्ने बताएपछि तत्काल त्रिपक्षीय छलफल टारेको छ। प्रधानमन्त्री ओलीले भने काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्ड सहितको लागि बैठकमा राख्ने प्रयास गरेका थिए। प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले पनि त्रिपक्षीय बैठकका लागि पहल गरेका छन्। ओलीको लागि दूत बनेर खरेलले 3 चैतमा प्रचण्डलाई भेट्न खुमलटार नै पुगेको थियो। हिजोदेखि नै ओलीको लागि प्रचण्ड र देउवा समेत भएर छलफल गर्ने गणतन्त्रको पक्षमा प्रमुख 3 दल एक ठाउँमा उभिएको सन्देश दिने र सङ्क्रमणकालीन न्यायको लागि संयन्त्रमा पदाधिकारी सिफारिस गर्न चाहिँ समितिको कुरा पनि टुङ्गाउने ओलीको चाहना थियो। त्यसैअनुसार उनले आफ्नो दैनिक कार्यतालिकामा मिलाए पनि थिए र तर प्रचण्डले आफ्नो स्वास्थ्यमा समस्या देखिएको भन्दै बैठकमा उपस्थित हुन नसक्ने खबरदार बालुटारमा पठाई आफू भने चितवनतिर हानिए। उता माओवादी उपाध्यक्ष एवं पूर्व सभामुख अग्नि सापकोटाका लागि फाइल संवैधानिक इजलासमा पुनः खोलिएको छ।
हेर्दै राखेर लगातार सुनवाई अघि बढाएको उक्त मुद्दामा फैसलाका लागि सबै अङ्ग पूरा भइसकेको छ। त्यसैले अब जुनसुकै बेला पनि त्यसमा फैसला हुन सक्ने सङ्क्रमणकालीन न्यायको लागि प्रक्रियामा सर्वोच्च अदालतले यसअघि पटक पटक जारी गरेका आदेशमा चेतावनीको लागि बावजुद कुनै पनि प्रगति नभइरहेको पृष्ठभूमिमा माओवादीकै चाहिँ अनिच्छाले आयोग नबन्ने हो भने न्यायालयको लागि दृष्टिकोण र थप कठोर बन्न सक्छ। यस्तो अवस्थामा प्रचण्डले आफ्नो सत्ता महा पूरा नभएको झोकमा अग्नि सापकोटाले बलि चढाउने वातावरण बनाइरहेको प्रतीत रहेको छ। यसैबीचमा ओली सरकारकी परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउवाले यस जयशङ्करका लागि 1 महिनाको अन्तरालमा दोस्रो पटक भएको छ। बिम स्टेटमा शीर्ष तहकै भेट हुने सम्भावनाको ढोका यसले खोलेको छ। यी भेटहरूले दिल्ली काठमाडौँको लागि सम्बन्धमा आइस ब्रेक गर्न सक्छ कि सक्दैन भन्ने अर्को पक्ष रहेको छ। तर काठमाडौँको लागि चिसोपनले दीर्घकालीन हितका विषयमा असर पर्दै जानु स्वयं दिल्लीका लागि शासकहरूको लागि पक्कै पनि विचारणीय पाटो रहेको छ। तराईबाट उफ्रिँदै आएका प्रचण्डले फुर्ती एक सातामा पनि नटिक्नु र उपेन्द्र यादवको भूमिका अध्यादेशमा थापेको अत्तो पनि अर्थहीन बन्दै जानुले यो सरकार थप बलियो भन्दै गएको देखाएको छ। त्यसैले प्रचण्डका लागि ओलीको विस्थापनको कार्यसूची केही समयमा पनि तमेली राखी ओलीले सङ्क्रमणकालीन न्यायको लागि प्रक्रियामा अघि बढाउन सहमति दिने हितकार देखिएको छ। कहिले राजावादीको भिड देखाएर कहिले चाहिँ रवि लामिछानेको समर्थक उचालेर आफ्नो स्वार्थको रोटी सेक्ने उनको फर्मुला फ्लप भइसकेको छ।